आदरणीय श्रोता एवं दर्शकवृन्द, यो लुम्छाको दक्षिणपट्टिको भाग हो। यो मोटर बाटोको दक्षिणपट्टिको भाग यो लुम्छाको बजारको एरिया पर्यो। यो यहाँदेखि दक्षिणपट्टि यहाँ तल यो अलि ओरैबाट पहिरो चलेको छ। यो बाँसगारीदेखि लिएर यो सबै चिज चाहिँ यो बाटोको यो पर्खालभन्दा तलको भाग बिस्तारै बिस्तारै धस्किँदै गएको छ। निकै नै जोखिम बढेको छ। यहाँनिर स्थानीयहरूले पनि धेरै चिन्ता व्यक्त गरिरहनु भएको छ। गै राति वर्षा भयो, लामै र ठुलै वर्षा भयो गै राति। त्यो वर्षापछि चाहिँ यहाँ चाहिँ यो अलिकति ध्यान दिएर हेर्नुभयो भने देखिन्छ त्यो प्लास्टिक को नजिकबाट ती जुन ढुङ्गाहरू झरेको छ यो एरिया नै भस्केको छ, भनौँ धस्सिएर गएको छ। पहिला चाहिँ यो भल व्यवस्थित नहुँदाखेरि त्यहाँ गहिरो गरी खोलेको थियो र त्यसलाई चाहिँ प्लास्टिक ल्याएर ढाकढुक गर्ने काम भयो। त्यसपछि आज चाहिँ फेरि यो एरिया भाँसिएको छ। तपाईँले ध्यान दिएर हेर्नुभयो भने देख्नुहुन्छ यो जुन बाँस छ यो पुरै बाँस चाहिँ अलि माथि थियो। यो हेर्नुभएको माथि लगभग 10 मिटर यहाँ माथि थियो। यो त्यहाँबाट धस्केर तल गयो। ठुलै एरिया चाहिँ पहिरोले तानेको छ। यो लुम्छा बजारको मैले कुरा गरिराखेको छु। यो लुम्छाको एरिया हो। यो लुम्छा बजार तपाईँले देख्नुभयो। यो लुम्छा बजार देखेपछि तपाईँले बुझ्नु भएको छ। अनि यसैको यहाँ यो जुन नाली हुँदै यहाँ भल आउँछ, भल यहाँबाट तल झर्छ। त्यो भलले त्यहाँ खोलेर उफ्र्यायो। त्यसपछि त्यो भन्दा पश्चिमपट्टिको भाग यसरी धस्केर गएको छ। यो अलिक परैसम्म गएको छ। यहाँबाट त्यहाँ पर अलि पुरानो घर थियो। त्यहाँ निकै ध्यान दिएर हेर्नुहुन्छ त्यो घरको भग्नावशेष त्यहाँ देखिया छ। त्यो अलिअलि त्यहाँसम्म चाहिँ तानिएको छ। यो लुम्छा बजारको पश्चिमपट्टिको भाग यो बाँस त्यो जुन ढुङ्गा देख्नुभयो त्यो ढुङ्गादेखि अलि पर एउटा चाहिँ पुरानो भग्नावशेष घरको भग्नावशेष छ। त्यहाँदेखि यहाँसम्म यसरी चाहिँ गएको छ। समयमै यसको रोकथाम गरिएन भने चाहिँ यसले चाहिँ ठुलो रूप लिने अथवा भनौँ यो पर्खाल जुन बाटोको किनारमा लगाएको पर्खाल छ यो रिटितम्घा सडक खण्ड मदन भण्डारी राजमार्ग भनेर चिनिने यो रिटितम्घा सडक खण्ड भयो भने यसको यो नालीमा चाहिँ यो बजारको धेरै भल यहाँ आउँछ। त्यो भल यहाँबाट निकास हुन्छ, बाहिर निस्कन्छ। त्यो भलले तल भैँतेरै खोल्यो र त्यसपछिको यतापट्टिको एरियामा चाहिँ यसले क्षति पुर्याइराखेको छ। यसमा सम्बन्धित सरकारवालाको ध्यान जान जरुरी छ। त्यो पनि अलिक छिटै ध्यान जान जरुरी छ। यो पर्खाल र नाली यो बाटो नै जोखिममा पर्ने भनेर स्थानीयहरूले आकलन गरिराखेको, अनुमान गरिराखेको पछिल्लो अवस्था हो।